If you are thinking of joining nursing in IOM MNC, don't decide it until you watch this video till the end. Because nursing here is not about a degree, it's about a career choice that you will make for your life. Hi, I'm a nursing graduate from Nepal, and today I'll be talking about what it is like to study nursing in Tribhuvan University, especially in Maharajganj Nursing Campus. This video is not to scare you, neither to discourage you, but it is to prepare you mentally, practically, and emotionally. Let's start with academics because this is the first shock most people face. The curriculum for nursing in TU is heavily packed with all the core subjects as well as basic science subjects. You need your memorization skill, practical application skills, understanding to ace in exam. There are regular practical exams, internal assessments, and viva throughout the 4-year course. You can't ace in exams just by studying a day before your exam. You need regular revision, build up of core knowledge for acing your exams. If you make a regular habit of studying daily, revising it every other day, and trying to understand instead of rote learning, you would be able to ace in your exams, and it's easily manageable as I did it in my case. Now let's talk about the part that nobody explains properly, the clinical postings. You have to get up early, get ready, put up your dress, neat and clean and tidy, make your hair into a bun, and get ready for your school. I know that isn't an easy task for everyone. Getting up early might be a difficult task for you, but don't worry, you would be habituated because this is what we are learning in nursing. To take care of time, be disciplined, and take care of others along with. जब फर्स्ट टाइम तपाईं वार्ड एन्टर गर्नुहुन्छ, तपाईले पेशेन्टको कन्डिसन देखेर डराउन सक्नुहुन्छ, तर त्यसमा नआत्तिनु होला किनकि मलाई पनि त्यस्तै भएको थियो, तपाईलाई पनि हुन सक्छ. तर जब when first communicate with your patient, तपाईले कस्तो एउटा रिल्याक्स फिल हुन थाल्छ. तपाई बोल्दाखेरि पेशेन्टको कुराहरू अन्डरस्ट्यान्ड गर्न थाल्नुहुन्छ. पेशेन्टको हिस्ट्री लिँदै जाँदाखेरि यो डिजिज कन्डिसन किन भयो होला, यो पेशेन्टले किन यसरी सफर गर्न पर्यो भनेर बुझ्न थाल्नुहुन्छ. त्यो पेशेन्टले जति सिकाउनुहुन्छ नि त्यो तपाई टेक्स्ट बुक पढेर जतिसुकै पढे पनि सिक्न सक्नु हुँदैन. त्यही भएर क्लिनिकल पोस्टिङ आर अ ब्लेसिङ. तपाईले एज अ स्टाफ पछि कसरी काम गर्नुहुन्छ त्यसरी नै अहिले काम गर्न सक्ने अपर्च्युनिटी पाउनुहुन्छ विदिन दिस 4 years. त्यो चाहिँ तपाईको एक्सपिरियन्स जस्तो भयो फर द फर्स्ट जब. अरूले चाहिँ सिधै इन्टर्नशिपमा एक्सपिरियन्स पाउँछन् भने तपाईले चाहिँ थ्रु आउट द 4 years कोर्समा चाहिँ लिटल एक्सपिरियन्स गेन गरेर एकदम तपाई निस्किने बेलासम्म त तपाई निखारेर राम्रो एक्सपिरियन्स स्किलफुल नर्स भएर निस्किनुहुन्छ. तपाई सुरुमा कुनै प्रोसिजर गर्न डराउन सक्नुहुन्छ हैन, जस्तो क्याथेटराइजेसन होला, क्यानुलाइजेसन भयो अथवा ब्लड ड्र गर्ने कुरा हुन्छ, त्यसमा डराउन सक्नु होला. तर तपाईले यदि अगाडि बढेर म गर्छु भनेर भन्नु भएन भने तपाईलाई कसैले पनि सिकाउँदैन. त्यहाँ तपाईले म गर्छु भनेर अगाडि सर्न पर्छ अनि तपाईले धेरै कुरा सिक्ने अपर्च्युनिटिजहरु चाहिँ पाउनुहुन्छ. तपाईहरु मेन्टली प्रिपेयर चाहिँ कसरी भएर आउनु त भन्दाखेरि म पेशेन्टसँग डिल गर्न सिक्छु, म त्यहाँ गएर सिक्न खोज्छु. म जोसुकैबाट पनि पेशेन्टबाट पनि कहिलेकाहीँ कति कुरा सिकिन्छ, कति कुरा हस्पिटलको स्टाफबाट सिकिन्छ, कति कुरा वार्ड एटेन्डेन्ट्सहरुबाट सिकिन्छ, कति कुरा इन्चार्जबाट, सबैजनाबाट सिक्न पर्यो. अनि नर्सिङ भनेको एउटा सिंगल प्रोफेसनले त्यो पेशेन्ट केयर गर्छु भनेर सकिदैन. तपाई इन कोअर्डिनेसन विथ डाइटिशियन, फार्मासिस्ट, ल्याब टेक्निशियन अनि रेडियोलोजिस्ट सबैसँग मिलेर, डाक्टरसँग मिलेर पेशेन्टको केयर गर्ने हो नि त. अल्टिमेट गोल सबैको पेशेन्ट केयर हो, तर सबैसँग कोअर्डिनेसन गरेर गर्न पर्छ. इफ यु आर जोइनिङ इन IOM MNC, understand that
It has a very disciplined environment, strict rules, strict dressing code, अनि strict rules and regulation, अनि strict punctuality. तपाईले चाहिँ punctual भएर within the time duty जाने, अनि त्यसपछि ड्युटी होमवर्कहरु असाइनमेन्ट्सहरु सक्ने, अनि पेशेन्टको लागि केयर गर्ने, सबै कुरा चाहिँ डिसिप्लिन भएर गर्न पर्यो. अनि इभन आउटसाइड द हस्पिटल कम्युनिटी पोस्टिङमा पनि टाइमली डिसिप्लिनमा पुग्ने, त्यो बसमा बस्ने, कम्युनिटीमा पुग्ने, अनि एभ्री हाउसमा गएर डेटा कलेक्सन गर्ने, सबै कुरा डिसिप्लिन वेमा गर्न पर्यो. तपाईले मुभीमा हेरे जस्तो रिल्याक्स्ड कलेज लाइफ सोचेर आउनु भएको छ भने चाहिँ nursing is not like that. It's very disciplined huncha, but over time this discipline will shape you. तपाईले सोच्नुहुन्छ लिभ लिन सजिलो हुन्छ, के छ र म बिरामी छु, जान्न, पेट दुखेको बाहना बनाएर कलेज जान्न भनेर सोच्नुहुन्छ होला. तर नर्सिङमा के हुन्छ थाहा छ? देयर इज रिप्लेस ड्युटी. तपाईँ जेन्युन कज छैन भने तपाईले एब्सेन्ट हुन पाउनु हुँदैन इन क्लिनिकल ड्युटी. अनि यदि जेन्युन कज छ भने पनि पछि गएर तपाईले रिप्लेस ड्युटी गर्न पर्छ. भनेको जुन ड्युटी मिस भयो नि त्यो वार्डमा गएर त्यति नै आवर्स रिप्लेस गर्न पर्छ. द्याट मिन्स 100% एटेन्डेन्स इन क्लिनिकल पोस्टिङ, अबोभ 75% इन क्लास. तपाईले त्यति कुरा चाहिँ ध्यान राख्न पर्यो क्या, द्याट यु कान्ट bunk your duties and not your classes too. But तर तपाईले over time realize गर्नुहुन्छ why is nursing को so strict अनि disciplined भनेर. किनकि पेशेन्टको केयरमा मैले बहाना बनाएर हुँदैन. यदि केही छ भने मैले त्यहाँ जानै पर्छ, पुग्नै पर्छ र केयर गर्नै पर्छ. त्यही कुरा तपाईले सिकाउनका लागि थ्रु आउट योर लाइफ तपाईको करियरमा काम लागोस् भन्ने सोचेरै तपाईले नर्सिङ स्कुलदेखि नै त्यसरी नै प्रिपेयर गर्दै गइन्छ. Let me be very honest with you. There were days when I questioned my choice, days when I felt overwhelmed, days when I just want to take rest. There were moments from my student life when I came back from duty and didn't want to speak to anyone because that shift was very overwhelming. But there were also some moments of pride when I first felt that I am making some difference in people's life. When my suggestion was followed up by a patient that helped to improve his disease condition. I had made a good choice being enrolled in a nursing college. Nursing might wreck you a little, but it also builds you. Personally, emotionally, you will be growing here. I was a very shy student, was afraid of giving presentations too. But look at me now, I'm better than before. I have become a better presenter than before, better spokesperson, and I would love to say that nursing has built me. अनि म तपाईले यति चाहिँ ग्यारेन्टी गर्न सक्छु तपाईको ग्रोथ चाहिँ डेफिनेटली हुनेछ if you take nursing seriously. Now let's talk about life after graduation. जब्स पाइन्छ, नपाइने होइन, तर जब्स चाहिँ पाएपछि एकदम लग्जरियस लाइफ हुन्छ त्यो चाहिँ ग्यारेन्टी हुँदैन. नर्सिङले तपाईको भविष्यमा मल्टिपल डोर्सहरु ओपन गर्छ. गोइङ टु अब्रोड फर फर्दर स्टडीज, एजुकेशनल अपर्च्युनिटिज, तपाईले धेरै अपर्च्युनिटिजहरु पाउनुहुन्छ यदि तपाई त्यसको लागि परेर गर्नुहुन्छ भने. नर्सिङ एउटा लङ टर्म प्रोफेसन हो. तपाईले छिनभरमै पाउँछु सबै कुरा सोचे जस्तो भनेर सोचेर चाहिँ सकिदैन. तर बिस्तारै बिस्तारै लागि परेर गर्नु भयो भने तपाईले सोचेको सबै कुराहरु पूरा गर्न चाहिँ सक्नुहुन्छ. You should consider nursing in Maharajganj Nursing Campus if you are willing to grow, if you want to make change in someone's life, if you can handle pressure and strict discipline. But you should think twice if you are joining nursing because of family pressure. You are not ready for strict discipline. You are not here for, if you are here for instant money or instant growth. You IOM MNC मा nursing tough नै छ. मेरो लागि पनि थियो, तपाईलाई पनि हुन्छ. तर यसले तपाईलाई चेन्ज गर्न हेल्प गर्नेछ, तपाईको ग्रोथ हुनलाई हेल्प गर्छ, जसरी मलाई पनि गरेको छ. If you are planning to join nursing, I hope this video helped you. तपाईले आफ्नो साथीहरुलाई पनि शेयर गर्न सक्नुहुन्छ. यदि तपाई नर्सिङ जोइन गर्ने प्लान गर्नु भएको छ अथवा अहिले नै नर्सिङ स्टुडेन्ट हुनुहुन्छ भने please comment it down. And thank you for watching this video.